ल सुरु गरौँ। अघिल्लो दिनसम्म एमसीसी राष्ट्रघाती छ, एमसीसी यो मुलुकको हितमा छैन, एमसीसीमा राष्ट्रिय सहमति नहुँदासम्म एमसीसी पास गर्न पनि हुँदैन भन्ने सभामुख पनि र तपाईको सम्बद्ध दल पनि। तर अचानक पल्टाबाजी खाएर गएर आफै ल्याप्चे ठोक्नेहरू कति पैसामा बिके भन्न परेन त? मेरो कल डिटेल उहाँको कल डिटेल निकालेर यही टिभीको च्यानलमा लाइभ प्रसारण गरेर हेरौँ न। त्यो कल डिटेल नआउन सक्छ, सीसी क्यामेराका भिजुअल मेटिएका हुन सक्छन्, तपाईले दिएका दबाका साक्षीहरू होइन भन्न सक्छन्, किनभने तपाईहरुसँग सत्ता छ। तपाई मन्त्री हो, यो देशमा कानुन छैन। कानुन छ तर कार्यान्वयन फितलो छ। ये बड़ी अच्छी बात कही। कानुनलाई सत्तारूढ दल र शक्तिमा भएका नेताहरूले आफू अनुकूल चलाइरहेका छन्, त्यसकारण कानुन कार्यान्वयन फितलो छ, कमजोर छ। बालेन मार्ग, बालेन सडक, पैसा खर्च गरेर गाडीहरुमा पछाडी बालेन सिटी, बालेन सहर भन्दै के बालेन सिटी भनेर बालेन साले नामकरण गर्नु भएन? तपाईलाई झापड हान्नु भएन? ये सारे जुल्म जाल से दूर हूं मैं, इसलिए तो मशहूर हूं मैं, खाना सही समय पे नहीं खा पाता मजबूर हूं मैं। 78 साल माघको 15 गते 11 बजेर 16 मिनेट जाँदाखेरि मेरो अध्यक्षले मलाई फोन गर्नुभयो। मका ब्रिफकेस आयो भनेर। म्युजिक हामीले लिएका परीक्षाहरू स्कुलका परीक्षामा त्यस्तो कहिले हुँदैन थियो। जति लेख्यो, जति सही उत्तर लेख्यो नम्बर धेरै आउँथ्यो। यहाँ हाम्रो राजनीति चाहिँ कस्तो भयो, जति धेरै मूर्ख गुण्डागर्दी बल प्रयोग भयो त्यति धेरै उसको राजनीति अलिकति कुरा बढ्ने। अजय कुमार चौरसिया माननीय मन्त्री वीरगञ्ज 4 दिन बस्ने यो कार्यक्रम बहाना हो, यो देखाउनलाई कार्यक्रम हो। भित्रै चाहिँ मन्त्री चौरसिया अफ्ताब आलमलाई छुटाउन अनि त्यहाँका उच्च अदालतका न्यायाधीशहरू जो खुशी प्रसाद थारू र अर्जुन महर्जनलाई दबाब दिनको लागि जानुभयो, त्यसमा तपाईँ सफल हुनुभयो। बनाएको सरकार बन्न पाएको छैन, 2 दिनमै गयो भने त्यो भन्दा मूर्खता मैले त्यति बेर। तपाईँ सरकार बनाउने मान्छे हो, यति कुरा त भन्नु न, यति कुरा त्यही हो त तपाईँ सभामुखका रूपमा चिप्लेको क्या। तपाईँ सरकार टिकाउने कुरालाई चाहिँ ध्यान दिने। सुन्नु अलिकति कुरा पुरा सुनेपछि पो तपाईले अर्को त तपाईँ जानु होला जस्तो हो नि। अजय चौरसिया मन्त्री वीरगञ्ज 4 दिन बस्यो विभिन्न कार्यक्रमको बहानामा। जब अफ्ताब आलमलाई उच्च अदालतले सफाई दियो, त्यसको भोलिपल्ट बिहान 8:30 बजेको बुद्ध इयरको फ्लाइट चढेर सरर खुसी हुँदै काठमाडौँ आयो। सुत्ने आदि कुरा होइन नि। अहिले संसदमा निजामतीको विधेयकै छैन, अहिले संसदको बिजनेसमा शिक्षाको विधेयकै छैन, तपाईँलाई थाङ्नामा सुताएको होइन त? तपाईँलाई त इतिहासमा कलङ्क पोतिएको मानिस हो यो अग्निसाप कोठा, यसलाई कुनै हालतमा सिन्धुपाल्चोकबाट जिताएर नपठाउनु भनेर सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्च नेकपा एमालेको कार्यक्रममा गएर केपी ओलीले भाषण गर्नुभएको। अनि सबै सेटिङ गरेर फर्केको त होइन, एकदम गलत हो। सेटिङ गर्न कहीँ न कहीँ जानुपर्छ। त्यही त वीरगञ्ज जानुभयो, वीरगञ्जमा बसेपछि सेटिङ भइहाल्छ। हुन्छ त। प्रधानमन्त्री यहीँ बस्नुहुन्छ अनि प्रधानमन्त्रीले को खिलाफमा सर्वोच्चले निर्णय गरिदिन्छ अनि यहाँ बसेर के काम लाग्यो उहाँको? फोनमा धेरै कुरा भन्दा गाह्रो हुन्छ नि त मन्त्रीज्यू। अनि म त्यही भएर फोन रेकर्ड हुन्छन्, यो हुन्छन् त्यो हुन्छन्। व्यक्तिगत रूपमा भेट्यो भने त तपाईँको सीसी क्यामेरा सबै बन्द गर्यो भने त जे पनि कुरा हुने भयो। उद्योगपति व्यापारीहरूको समस्या समाधान गर्न तपाईँ सक्नुहुन्छ। वातावरण बनाइदिनु लगानीको। तपाईँ एउटा कुरा ऋषिजी बताउनु, तपाईँको घरका जति समस्या छन् नि, तपाईँको प्राइम टेलिभिजनमा जति समस्या छ नि, ती सबै समाधान गर्न सक्नुहुन्छ? म त सक्छु। आजको दिनमा पनि तपाईँलाई लाग्छ एमसीसी हुन त धेरै पानी बगिसक्यो बागमतीमा होइन? यो मुलुकको हितमा कति थियो? यो जति विषयहरू हामीसँग चलिरहेको थियो अथवा अमेरिकी सुरक्षा छाताभित्रको यो योजना हो कि होइन,
भन्ने जे थियो त्यसमा अहिले पनि भय कायमै छ, डर कायमै छ। उनीहरू हो भन्छन् होइन। त्यसमा तपाईँहरू पल्टिनुको पछाडि चाहिँ मलाई के लाग्छ भने कि तपाईँले भन्नु पर्यो यो राष्ट्रको पक्षमा छ कि भन्नु पर्यो तपाईँहरूले हामी बिकेम। ये सारे जोरम झाल से दूर हूँ मैं, इसलिए तो मशहूर हूँ मैं, खाना सही समय पे नहीं खा पाता मजबूर हूँ मैं। त्यसो बिकेको पनि होइन, यो राष्ट्रको पक्षमा पनि छैन। भोलि जनताले अनि राष्ट्रघाती चिज गर्नेहरू त बिकेको भन्दा पनि बढी देशघाती हुनु। अब त तपाईँ चिप्लिनु भयो। त्यही न्यायाधीशले नियुक्त गरेको प्रधानमन्त्री को खिलाफमा फैसला गर्दैनन्। सबै न्यायाधीश नराम्रा हुँदैन नि फेरि, सबै न्यायाधीश नराम्रा हुँदैनन्, न्यायालय सबै नराम्रो हुँदैन, त्यहाँभित्र पनि किरा हुन्छन् भन्ने मात्रै खोजेको। तपाईँले भन्नुभएको थियो ठुला दल मिलेर सरकार बनाउनुपर्छ, केपी शर्मा ओली र शेरबहादुर देउवा मिल्नुपर्छ भनेर भन्ने मान्छे तपाईँ होइन? सबभन्दा पहिले भन्ने मान्छे नै म हो। तर के पायो त देशले मिलेर? राजनीति स्थायित्व छ देशमा? तपाईँको पनि एउटा असुरक्षाको पाटो थियो। अर्को अमेरिका धनी छ, धनीले मलाई दिन पनि सक्थ्यो होइन त। यो दुईटै सम्भावना थियो भन्ने पर्थ्यो, दुईटै सम्भावना थियो। तपाईँ बाँच्नुभयो, सशरीर हुनुहुन्छ नि त, तपाईँ बाँच्नुभयो भने पछाडि तपाईँले ब्रिफ केस पनि बुझ्नुभयो। त्यस पछाडि एमसीसी पारित गर्ने जुन अवस्था भन्यो, एउटा यो व्याख्यात्मक टिप्पणीको टालो लाएर जे बाटो भन्यो त्यो बिचमा तपाईँले राम्रो कमाउनु भयो। यही तिनै व्यक्तिहरूले तपाईँ प्रधानमन्त्री बन्न पर्यो भनेर भन्नुभयो भने मान्छु। म प्रधानमन्त्री भएपछि गरेर देखाउनु छ। अब के उहाँहरूले गर्नु भएको छैन। 77 वर्ष भइसक्नुभयो। सकिन्छ संसदको सर्वसम्मति गर्नुहोस् सबै दलको, सकिँदैन त्यति बेलाको शक्तिशाली नेकपा होइन, नेकपामा सहमति गर्नुहोस्, नेकपामा पनि सकिँदैन दुईजना अध्यक्षका बिचमा सहमति गर्नुहोस्। जो तपाईँले भन्नुभयो पार्टीभित्र सहमति गर्नुहोस् भने त तपाईँ पार्टीकै कार्यकर्ता त यसो हो नि। ये सारे जोरम झाल से दूर हूँ मैं, इसलिए तो मशहूर हूँ मैं, खाना सही समय पे नहीं खा पाता मजबूर हूँ मैं। ताला लागिरहेको छ, म छक्कै पर्छु। यत्रो विश्वविद्यालय छ, यत्रो प्रशासन छ, तपाईँहरू यति ताला लाएर के हो? त्यो त वार्ता समाज गरेर त्यसलाई त तुरुन्तै 2 दिन 1 दिन 24 घण्टाभित्र त्यसलाई समाधान गरेर ताला त फोड्नु पर्यो। महिनौ ताला लागेको हुन्छ। म छक्कै पर्छु उहाँहरूलाई। म भन्छु